खण्ड 2। श्रावणको झरी आकाशले कालो बादलको घुम्टो घुम्लुङ्गै उडेको छ। कतै सूर्यग्रहण त लागेको छैन, तर होइन, यो त केवल भ्रम, जीवनको उज्यालो खोज्दै हिँडेको सगनलाई चुनौती हो। सगन गाडीबाट तानसेन उर्लन्छ। श्रीनगर डाँडाको काखमा रहेको तानसेनसँग राम्रो परिचय नगरिकनै ऊ सरासर उसको गन्तव्यतर्फ लाग्छ। सूर्यदेवलाई बादलको चुनौती नहुँदो हो त तानसेनको उत्तरमा निर्धक्क उभिएको माछापुछ्रे अन्नपूर्ण र धवलागिरीसँग मितेरी गाँस्थ्यो होला, अनि दक्षिणपट्टिको मणिफाँट डाँडाभन्ज्याङ र सल्लाहगारीसँग सुसेली हाल्थ्यो होला। तर ऊ एक नासले पाइला नअड्याइकन हिँडेकै छ। लगाएको एक सरो लुगा पनि भर्खरै आकाशले घोप्ट्याइदिएको वर्षाले लच्छाप्रै बेचेको छ। साँझ बास कहाँ हुने हो त्यो ऊ आफैलाई थाहा छैन। त्यो लेकाली बाटो, भन्ज्याङ, खोला र झरनाले सदाको भन्दा दोब्बर आवाज दिइरहेका छन्। सगनलाई यी सबको केही वास्ता छैन। घरिघरि चम्केको बिजुली लगत्तै पड्केको चट्याङले उसको मुटु फुट्ला जस्तै हुन्छ। यद्यपि ऊ अगाडि बढेको छ। अब त साँच्चीकै रात परेछ। त्यसैले ऊ बस्तीको सानो झोपडीमा ओत लाग्न पुग्छ। केही क्षण दलानमा टोल्याउँछ, तर भित्रबाट कोही पनि निस्केर सोध्नेवाला नभएको शङ्का लागेपछि ऊ बाहिरैबाट शिष्टता दर्शाउँछ। घरपट्टि आमै, भित्र कोही हुनुहुन्छ कि? म परदेशी। चौकाको पिलपिल उज्यालोले अलि अनुहार मात्र देखिने 40-45 की गृहिणी बोल्छिन्। को हँ बाहिर यस बेला? म परदेशी। फेरि दोहोऱ्याउँछ सगन र भन्छ, बास पाउन सकिन्थ्यो कि? बास त पाइन्थ्यो नानी, तर यहाँ त हामी आइमाई केटाकेटी मात्रै छौँ। गृहिणीले सरल ढङ्गबाट जवाफ दिइन्। कस्तो अप्ठ्यारो, अब फेरि कसरी ढिपी गर्ने? आमै, बास पाउन सकिने अरू कुनै घरहरू छन् कि वरिपरि? सगनले फेरि सोध्यो। छन त घरहरू छन् नानी, तर यो जङ्गल काटेर उतै जानुपर्छ। जवाफ आयो। त्यसो भए म के गरौँ त आमै? यहीँ बाहिरै भए पनि एउटा गुन्द्री दिनुहोस् न, रात त गुजार्नै पर्यो। फेरि सगनले ढिपी गर्यो। केही क्षण पश्चात पुनः गृहिणी बोलिन्। नानी, आफू कुन जातको पर्यो कुन्नी? म राई हो आमै, खाटी राई। उसले आफ्ना सहपाठीसँग घन्टौँ गरेको साम्प्रदायिक बहसलाई, त्यस घडीको परिस्थितिले एकै पटकमा निमिट्यान्न पार्दा ऊ आफैले नराम्रै दुख्यो। सोच्यो, यस्तो पनि हुँदो रहेछ कहिलेकाहीँ। पस न त भित्रै नानी। आफ्नै हात औँलाले बनाएका अनि आफ्नै माटोमा उम्रिएका खोसेलाको पिरा फुत्त फाल्दै आमा बोलिन्। लौ त आमै, त्यसो भए आए। सगन यति भन्दै भित्र पस्यो। उसले त्यही पिलपिले उज्यालोले भ्याएसम्मको अवस्थालाई निहाल्यो। चुलाको बायाँपट्टि लहरै सुताइएका ससाना नानीहरू, चुल्हामा ठोसिएका 3-4वटा मोटा औगल्ठाले दिएको मन्द प्रकाश, त्यसैको भरमा मकै छोडाउँदै गरेकी आमै, परको एउटा कुनामा राखिएको 2वटा माटाका गाग्रा, यो सबैले यो झोपडीको दरिद्रतालाई उदाङ्ग पार्थ्यो। सगनले यस झोपडीको दारुण चित्र आफूभित्र कोर्दै गरेको बेला गृहिणी बोलिन्। अनि नानी, कहाँ बस्ने? यता कता हिँडेको हो कुन्नी? घर त मेरो पूर्व हो आमै, तर हेर्नु न, जागिर भने कतै पाइन्न, त्यसैले पश्चिमतिर लागे। सगनले जवाफ दियो। के मास्टर त होला नि? हजुर। केही बेर सुनसान। घरपट्टि आमाले छोडाइएका मकैका दाना नाङ्लामा खसेको आवाज मात्र। गृहिणी घरिघरि हाई काट्दै बेला बेलामा अगुल्ठो ठोस्छिन्। सगन यता दिनभरिको थकाइ, भिजेका लुगा, कतै अगेना नजिक जान पाए हुन्थ्यो झैँ लागेको बेला
बुढी आमा बोल्छिन्, अलि माथि आउनु नि नानी। जातको सेमना राखेर बोलेकी गृहिणी चुल्लामा पनि तगारो नहाल्लिन् भन्ने के भर। त्यसैले सगन अलि हच्किएको थियो। आऊ न नानी, आऊ, माथि नै आऊ, बिचरा पानीले कुटेछ। गृहिणीको सहानुभूति वाक्य नसिद्धिँदै सगन आफै अगुल्ठो झैँ ठुसिन माथि नै पुगिहाल्यो। तातो अगुल्ठोमा हात सेकाउँदै सगनले कुरो निकाल्यो, अनि आमै घर जान्छ है, अहिले कता छन्? आमैले तुरुन्तै जवाफ दिन्, नानी पोरपरार त्यो ठुलो लडाइँ भयो नि, हो त्यसै बेला गोलीले लागेर खस्नुभयो। तुरुन्तै सगनको मस्तिष्कमा संसारभरिको लडाइँ खचाखच आउन थाल्यो। दोस्रो विश्वयुद्धदेखिका लडाइँहरू खात लाग्न थाले। तर घरभित्र भने ऊ पसिन, किनकि आमाले लडाइँको कुरा उठाउन बित्तिकै सगनले विदेशी लाहुरेसँग जोड्न पुग्यो। यस्तो सम्झाइमा कमसेकम अहिलेसम्म ऊ ठिक छ, किनकि एक पहाडी छोरा लडाइँमा वीरगति प्राप्त गर्छ भने त्यो बन्दुक उठाउने पेसासँग मात्रै जोडिन पुग्छ। केही क्षण पश्चात फेरि घरबेटी आमा आफै बोलिन्, नानी त्यस बेला त पल्लो गाउँका मुखियाका बनाउँदाहरू पनि हामीलाई खेदौँला झैँ गरी छोप्न खोज्थे। केमा भोट हाल्छस् भन्थे। हामीलाई टिक्न खान दिँदैनथे उनीहरू गएपछि बुढा चाहिँ मलाई भन्नुहुन्थ्यो, चुपचाप घाममा छाप लाउनुपर्छ। फेरि मेरो देवर नानी चाहिँ भन्नुहुन्थ्यो, भाउजू हाम्रो त हलो है, हलोमा छाप हाल्नुपर्छ। खै म त के थाहा नानी। पछि पल्लो घरे काइलाले अड्डा जानुपर्छ भनेर बुढा देवर जम्मै गएको, पुलिसले गोलीले हानेर बित्नु भएछ। तर मैले त लास पनि देख्न पाइनँ। ती बुढी बजैको हृदयमा परेको चोट सायद यो नै पहिलो हुनुपर्छ जुन सगनसँग देखाएकी थिइन्। उनले छोडाएका मकैका दानासँगै आँसुका थोपा पनि मिसिन पुग्छन्। बिचारी कसरी चल्दैछन् अहिलेसम्म ती आमाका हात पाउ। बिचारी आफ्नै आँखाको अगाडि आफ्नो पतिको निर्मम हत्या भएको देखी आमाले पछ्यौराले आँसु पुछिन्। सायद सगनसँग भन्नु नै अब बाँकी के थियो र उनी बोल्न सकिनन्। ती गरिब निमुखामाथि कत्रो बर्बरता, कत्रो अपमान, कति निठुरी पापीहरू आफ्नै बगैँचाको रुखमा पासो नहालेर किन बाँचेका यी पापीहरू। बल्ल पो सगनलाई घरभित्रको स्वार्थी राजनीतिको याद आयो। ती बुढी आमालाई कसरी सम्झाउने भन्नै पर्ने त थियो नि। तपाईको श्रीमान त मरिनन्, बरु शहीद भएछन्। शहीद तपाईँ त देशकी स्वामिनी जो आफ्ना प्राणलाई देशको निम्ति चढाएर आफू एकदमै जुध्दै हुनुहुन्छ। फेरि उहाँको रगतको थोपाले देशलाई मार्गदर्शन गर्छन्। तर यी सब कुरा भन्दा ती आमाले बुझ्न सक्लिन् र? के एक मुठी सहानुभूतिको अनुभूति हुन सक्ला र? सक्दैन। यस्तै कुराहरूको इन्कारमा सगन झस्किन्छ। यी कुराहरू बाहेक ती आमालाई सरल शब्दहरूले सम्झाउने सगनको मुखारवृन्दमा केही पनि आउँदैन। अब त रात पनि निकै बित्यो। ती आमा सुती नासुसँगै। सगन पल्ट्यो, क्रोध, पश्चाताप, जलनसँगै। भोलिपल्ट सबेरै कुनामा छोपिएको भालेको डागसँगै सगन झस्क्यो। यताउति हेऱ्यो। बुढी आमा फेरि मकै छोडाउने व्यस्त थिइन्। केटाकेटी हिजो जसरी सुतेका थिए त्यस्तै छन्। अब सगन झोला बोकेर हिँड्न तयार भयो। लौ त आमै, तपाईलाई बेसरी दुःख दिएँ, अब म लाग्छु है। सगन जाने अनुमति माग्छ। के को दुःख नानी, बरु बसन एकैछिन। यो गरिबको घरमा जाँड पानी त छैन, तर कालो चिया पिएर जानु। आमाले पुरानो कित्लीमा गाग्रोबाट पानी खन्याउँदै बोलिन्। धन्यवाद आमै, बस राम्ररी बसेँ, त्यही नै बेस भयो। लौ त म गएँ है त। सगनले हात जोडेर बिदा लियो। बुढी आमाले आँखाभरि आशीर्वाद बोकेर
सगनलाई बिदा दिइन्। अर्तुङ्गाको विद्यालयका शिक्षक शिक्षिका आफ्ना कक्षामा व्यस्त थिए। ऊ विद्यालय पुग्दा प्रधानाध्यापक भने फाल पल्टाउँदै अफिसमा नै विराजमान थिए। सगनलाई देखेर प्रधानाध्यापकले ढोकामा नै हात मिलाउन आइपुगे, मानौ ऊ सगनकै प्रतीक्षामा बसिरहेको छ। पाल्नुहोस् न भित्रै, आउनुहोस् आउनुहोस्। अरू स्टाफहरू कक्षामा नै व्यस्त छन्, आएपछि परिचय गरौँला। प्रधानाध्यापकले कुर्सी औलाउँदै आफू पनि बसे, फेरि अगाडि बढे। त सगन सर, तपाईँको विषयमा थोर बहुत जानकारी जिल्ला शिक्षा कार्यालयले पत्रमा नै उल्लेख गरिसकेको छ। बरु भन्नुहोस्, पूर्वको मान्छे कसरी? हेड सर, तपाईँले त अहिले नै दिशा छुट्याएर सिमाना कोरिदिनु भए जस्तो छ नि, सगनले अलिअलि हाँस्दै भन्यो। त्यो त होइन सर, बरु तपाईँको तार्किक शक्तिको सुरुवात अहिलेदेखि नै गर्न थाल्नु भए जस्तो छ। यति भन्दै फेरि हेड सर अर्थात् राहुल हाँसे। हा। सगनले यसपटक हाँसोमा हाँसो मात्र मिलायो। केही क्षणमा अन्य स्टाफहरू बटाबट कक्षा सकेर भित्र पस्न थाले। सगनसँग परिचयको आदान प्रदान भयो। मेरो नाम द्रोण थापा मगर, म भूपेन्द्र खनाल, म दीक्षा पाण्डे, म जया भट्टराई। सबैसँग हात मिलाइसकेर सगन बोल्यो, म सगन राई। सबै स्टाफहरूले आफ्ना कुर्सी ओगटे। प्रधानाध्यापकले विद्यालयको शैक्षिक गतिविधिदेखि विद्यार्थी सङ्ख्याको अवगत गराए सगनलाई। आजदेखि त्यस विद्यालयको एक गहन जिम्मेवारी बोकेको शिक्षक भयो सगन। प्रधानाध्यापकले दीक्षा मिसलाई सबै कक्षा कोठा घुमाउनुको लागि हराए। कक्षा 5 देखि कक्षा 1 सम्मको परिचायक बनिन् दीक्षा। सबै विद्यार्थीहरूको आदरणीय बनेको पनि पायो सगनले। कक्षा 1बाट बाहिर आउने बित्तिकै दीक्षाले हाँस्दै भनिन्, सगनजी, मैले त उनीहरूको परिचय त गराइनँ नि। पछि मेरो क्लासमा आफै गरिहाल्छु नि मिस। सगनले यति मात्र भन्यो। माफ गर्नुहोस् है सर, किन? तपाईँलाई मैले जी भने, तर तपाईँले मलाई मिस भन्नुभयो। के भयो त? तर दीक्षा मिस, यो जी भन्ने शब्द मलाई चाहिँ आगन्तुक भएकोले होला त्यति प्रयोग गर्न मन लाग्दैन। यो त हिन्दी होइन र मिस? खोइ, मलाई त त्यस्तो केही पनि थाहा छैन सर, बोल्न पाए भो, दीक्षाले हाँस्दै भने। केही बेरमा नै सगन र दीक्षा दुवै अफिसभित्र बसे। दीक्षाले फेरि कुरो उठाइन्, साँच्ची हेड सर, यो जी भन्ने शब्द इन्डियाबाट खरिद गरिएको हो? हेड सरले, मिस, तपाईँले भर्खरै अर्को शब्द पनि हिन्दी नै बोल्नुभयो, खरिद। दीक्षा खित्का छोडेर हाँसिन्। फेरि प्रधानाध्यापकले बोले, होइन दीक्षा मिस, यसलाई खरिद भनेको होइन, सापट्टि चाहिँ लिएको हो। त्यसो त आजभोलि लेखाइमा पनि कसैले हिन्दुस्तानी भाषा नै लेख्छन्, जस्तै अफिसलाई आफिस, अम्लेटलाई आम्लेट। तर त्यो लेखाइ चाहिँ मलाई त्यस्तो मन पर्दैन। केही क्षणको निस्तब्धता पश्चात पुनः प्रधानाध्यापकले प्रसङ्ग बदल्दै बोले, भन्दाखेरि मिस, कुन विद्यार्थीको अभिभावकबाट पो यो शिक्षकको खोजी भए जस्तो लाग्छ मलाई। टेबलमा कुइना अड्याएर चिउँडोमा हात राखेकी मौन स्वभावकी जया बोलिन्, उमेशकी आमा हुनु हेड सर, मलाई त्यस्तो लाग्छ। ए, मैले सम्झेँ, किनकि उसकी दिदी ज्ञानु पनि अहिले एसएलसीको क्यान्डिडेट छिन् नि, होइन? हो सर, भूपेन्द्र सरले कुरा थपे। 4 बजेको घन्टी पिएन रनेले बजायो। सबै विद्यार्थीहरू हुर्र दौडे आफ्ना घर। तर उमेशलाई प्रधानाध्यापकबाट बोलावट भएकोले ऊ अफिसमा उपस्थित भयो। प्रधानाध्यापकले उमेशलाई सम्झाउँदै भने, हेर उमेश, आजदेखि तिम्रो घरमा नयाँ सर हुनुहुन्छ, त्यसैले तिमीले अझ प्रगति गर्ने मौका छ। फेरि सगनतिर फर्कदै बोले, सगन सर, कक्षामा पनि उमेश बिग्रेको विद्यार्थी होइन, अब त झन् तपाईँको रेखदेखमा राम्रो गर्छ। मेरो तर्फबाट हुन सक्ने सहयोग म गर्छु हेड सर। सगनले यति भनेपछि सबै आफ्ना घरतिर लागे। सगनले उमेशलाई लियो। रने अफिस बन्द गर्न थाल्यो।
केही क्षणमा नै घर पुगेपछि सगनले उमेशकी आमालाई नमस्कार गर्दै भन्यो, यहाँ चाहिँ उमेशकी आमा? हजुर, उनले नमस्कार फर्काउँदै भनिन्। तपाईँ नयाँ मास्टर? हजुर, म नयाँ मास्टर। ए, हेर्दाखेरि त भर्खरको देखिन्छ नि। म भाइ नै भन्छु है, उमेशकी आमा बोलिन्। भइहाल्छ नि दिदी, जे भने पनि, सगन बोल्यो। भाइ, हेर्नु न, अरूको जस्तो ट्युसन पढाउन पनि सकिएन, त्यसैले कोही मास्टर पाए आफ्नै घरमा राख्ने, साँझ बिहान यसो हेरविचार पनि हुन्छ भनेर कुरा चलाएकी थिएँ। तपाईँ आउनुभएछ, अब ढुक्क भएँ। सुरुमा ज्ञानु र उमेश दुवैलाई सगन नौला नै थियो, त्यसैले त्यति नजिक परेनन्। तर बिस्तारै सगनको नम्र र मिलनसार स्वभावले त्यस घरको ऊ एक आदरणीय सदस्य बन्न पुग्यो। स्कुल छुटेर बेलुकी 2 घण्टा जति सगनले ज्ञानु र उमेशको गृह कार्यमा सहयोग गर्ने काम नियमित गर्न थाल्यो। ज्ञानु एसएलसीको तयारीमा लागेकीले उनलाई सगनले अलि बढी समय दिन स्वाभाविकै थियो। कहिलेकाहीँ सगनले उनलाई मनोवैज्ञानिक तवरले प्रश्न गर्थ्यो, ज्ञानु, तिमी आफूलाई एसएलसी जाँच दिन सक्ने अवस्थाको छु जस्तो लाग्छ कि लाग्दैन? त्यस बखत ज्ञानुको मुहारमा सङ्कोचका तरङ्गहरू तैरिँदै बाहिर आउँथे। 16 पुगेर 17 को धरातलमा उत्रेकी ज्ञानुमा एक वयस्क युवतीमा हुनुपर्ने ज्ञानेन्द्रियहरू धरतीबाट अङ्कुरिएको बेर्ना जस्तै सिङ्गे शरीर उब्काउलाजे गरी पुष्टिएका देखिन्थे। पहाडको स्वच्छ हावापानी, रुखो मिठो तर ताजा भोजनले उनको गालामा पोतिएको लाली कृत्रिम रङ्गीन मुहारभन्दा दोब्बर चम्केको देखिन्थ्यो। स्वास्थ्य र शारीरिक शिक्षामा देखिएको नियमित व्यायाम आफ्नी आमाले नियमित धन्दामा हात लगाएकी ज्ञानुलाई त्यति लागु थिएन। त्यसैले उनको शारीरिक बनावट ठ्याक्कै अङ्ग्रेजी 8 अङ्कभन्दा पनि फरक नपर्ने। तर सगन यी सब सौन्दर्यताभन्दा बाहिर भएझैँ गरेको व्यवहारले निन्दा र च्याउचर्चो गर्ने समाजले मुख बाउनसम्म सकेका थिएनन्। सगनकै सल्लाह बमोजिम ज्ञानुकी आमाले पहिलेको तुलनामा ज्ञानुलाई कम काम लगाउँथिन्। छोटो फुर्सदमा पनि लत्रेर बस्नुपर्ने ज्ञानु अचेल किताब बिस्कुन लगाउन चुक्दिनन्। आमा चाहिँ कहिलेकाहीँ भन्ने गर्छिन्, भन यो ज्ञानुले किताबको नक्सा मात्र हेर्छिन् कि पढ्छिन् पनि? समय यसरी नै चिप्लन थाल्यो। त्यहाँको हावापानी, विद्यालय, समाज सबैसँग सगनको हृदय साटिन थाल्यो। विद्यालय जाँदा फर्कदा निमुखा गाउँलेहरू सगनलाई हात जोडेर नमस्कार गर्थे। सगनले हाल खबर सोद्धा उत्तर पाउँथ्यो, एक मुठी प्राण धानिएको छ मास्टर साहेब। यो बोलीमा सगनले पाउँथ्यो साहस र पौरखको बोली। आश्विन महिना, जताततै धानको हरियाली, किसानहरू राको बालेर जुनकिरी जस्तै छरिँदै आफ्ना खेतको आली चाड्थे। आउँदो मङ्सिरमा त मेरो छोरोलाई कर्म दिनुपर्ने, त्यसैले खेत नधाएर सुखै छैन मास्टर साहेब। ठुले कामी यसरी बोल्थ्यो सगनसँग। यहाँ त सबैजनाले खेतमा सधैँ पानी लाउने रहेछन्, होइन दिदी? एक साँझ अगेनाको डिलमा बसेर सगनले गन्थन निकाल्यो। हेर्नुहोस् न, अरू घरमा त लोग्ने मान्छे छन् र पो पानी लगाउने फुर्सद हुन्छ, यहाँ त को छ र? ज्ञानुकी आमा दाउरा चलाउँदै बोलिन्। त्यसबेला सगनले आफूलाई कता कता विस्थापित भए जस्तै महसुस गर्यो र भनिहाल्यो, अब म लगाउँछु नि दिदी पानी। होइन, तपाईँलाई त के को दुःख? नौलो मान्छे, त्यसमाथि पनि तपाईँले पढाउनुपर्छ। भ्याएको बेला म आफै लगाइहाल्छु नि, ज्ञानुकी आमा बोलिन्। अझै म नौलो दिदी? आएको कति भयो भन्नु त? ठ्याक्कै 2 महिना, सगनले हाँस्दै भन्यो। त्यस्तो त कहाँ हो र नि, हाम्रो खेतसँग पो नौलो भने कि त। फेरि खेत नचिनेर ठुले थापाको खेत जलम्मै बनाइदिनु भने मार्यो। दुवैजनाको हाँसो भयो। सगन घोरेर त्यस परिवारका सानो तस्बिर खिच्न थाल्यो। ज्ञानु 8 वर्षको छँदा बाबा मुगलान भाँसिएर अहिलेसम्म नफर्किएको। आमा चाहिँलाई ती 2 नाबालक हुर्काउन गर्नु परेको सङ्घर्ष। वास्तवमा नै आमा कति ओजस्वी, स्रष्टा, विधिका मालिक, तर विडम्बनाका शिकार। आमा धन्य हुन्।
एक्कासी सगनले कुरो उठाउँछ। अनि दिदी, ज्ञानुको बाबाबाट कहिले चिठी आउँदैन? खै भाइ, झन्डै 2-3 वर्ष अगाडि कुनै कलकत्ताबाट एउटा चिठी आएको थियो। अब त ज्ञानु र उमेश पनि ठुला भइसक्यो होलान् भनेर। त्यसपछि त खै आएको पनि छैन। लुट्टामा पानी खन्याउँदै बोलिन्। सगनले यसपटक केही सोधेन। भोलिपल्ट विद्यालयको खाली पिरियडमा यसपटकको दशैंको विषयमा चर्चा हुन थाल्यो। दीक्षाले कुरो उठाइन्। सगन सर, यसपटक त दशैं यतै मनाउनु पर्छ है? सगनले उत्तर दिन नपाउँदै प्रधानाध्यापक राहुल बोले, यतै मनाउनु पर्छ सर। यसपटक विद्यालय परिवारबाट एउटा सांस्कृतिक कार्यक्रम देखाएर नै छाड्नुपर्छ। हो सर, दीक्षा मिस र म पनि सहयोग गर्छौँ, जयाले कुरो थपिन्। सगनले दुवै हात टेबलमा राख्दै भन्यो, हुन त मैले घर जाने विचार नगरेको होइन सर। यहाँहरूले त्यसो भन्नुहुन्छ भने त खै नजान नै पर्ला। दीक्षाले कुरो टुङ्ग्याइन्। ठिक त्यसै बेला सगनले पनि नजान नै पर्ला भनेर आफ्नो कुरोलाई टुङ्ग्यायो। दीक्षा र सगनको एउटै आवाज सुनेर सबैको हाँसो फुट्यो। गल्ल। दीक्षाले पनि ताली बजाइन्, सगन सर जिन्दाबाद भन्दै। जयाले कुइनाले धकेल्दै सुस्तेरी बोलिन्, कस्ती पागल, एक्लै कराएको। तिमी ताली नबजाउने पो पागल, म त के पागल? दीक्षाले त्यसै गरी धकेल्दै सबैले सुन्ने गरी आवाज निकालिन्। हेड सर, दीक्षालाई चाहिँ यस पटकको नाटकमा पागलको रोल दिनुपर्छ, जयाले अरू स्टाफतिर फर्कदै भनिन्। ल म पागलै सही, अनि तिमी हिरोइन भएन अब? जया, म तिमीसँग सकिन बा, अब मुख बाँधे, दीक्षा बोलिन्। दीक्षा र जयको यहीँ ठट्यौलीपछि केही क्षण अफिस सुनसान भयो। अन्तमा सगनले यसपल्टको दशैं त्यहीँ मनाउने टुङ्गोमा पुगेपछि सबै आफ्ना कक्षातिर लागे। अब दशैं आउन धेरै बाँकी रहेन। विद्यालयबाट देखाइने सांस्कृतिक कार्यक्रमको कार्यभार बाँडफाँड हुन थाल्यो। सगनले निर्देशन दिने भयो र लघु नाटकको लेखन पनि उसैलाई सुम्बियो। कक्षामा ससाना विद्यार्थीहरूलाई पनि बाल कलाकारको रूपमा उभ्याइयो। शिक्षक शिक्षिकाहरू स्वयं राहुल, द्रोण, दीक्षा र जया मिसले पनि आफ्नै भूमिका निभाउने भए। अब सगनले सामाजिक लघु नाटक तयार गर्ने काम युद्ध स्तरमा उत्रेर गर्न थाल्यो। त्यस बस्तीका नौजवानहरू, कोही मुगलान पसेको, कोही लाहोर भाँसिएको, यही परिवेशहरूलाई चिन्क्याउँदै एउटा माइती र चेलीको कथा लेख्ने भयो। रणभूमिमा फसिएको माइतीको दशा चेलीले कण्ठबाट गीत गाएर पोख्ने भइन्। सिउँदोको सिन्दुरले गलहत्याएको भाउजूको दशा नबुझ्ने अबोध भए। परदेशी दाजुको प्रतीक्षा गर्दै फाटेको दौरा लगाएर आँखामा आँसु लिएकै बेला दाजु र भाइको गला सजाउन उनीको सयपत्री माला ओइलेर गएको देखेर विरह र वेदनामा डुबेकी चेलीको व्यथा आदि दर्दनाक घटनाहरूले सजिएको सामाजिक लघुनाटक सगनले तयार गर्यो। मुख्य पात्रमा सबैको सल्लाह बमोजिम जयाले चेलीको भूमिका, दीक्षाले भाउजूको र सगन स्वयंले माइतीको, द्रोणले रणभूमिको एक अभिन्न मित्र अनि प्रधानाध्यापक राहुलले बाबुको र अन्य बालबालिकाहरूलाई राख्यो। गायक र सङ्गीतको लागि प्रधानाध्यापकले स्थानीय युवा युवतीलाई हातले, त्यसमा ज्ञानु पनि परिन्। अब त्यो बस्तीमा एउटा नयाँ आयाम थपिने भयो। सङ्गीतमय उमङ्गले गाउँलेहरू त्यही दिनको पर्खाइमा बसे जुन दिन सगनको कलम र कापीको सहारामा बनेका अक्षरका थोप्रोहरू गीत, सङ्गीत अनि अभिनयको रूपमा बिउजनेछ अनि बिउजाउनेछ सारा बस्तीलाई। भोलि त फुलपाती, कार्यक्रम सो गर्ने साँझ। आज सबै युवाहरू हर्ष र उमङ्गका साथ जुटेका छन्। कोही स्टेज बनाउन व्यस्त, कोही कम्पाउन्ड घेर्ने, कोही दर्शकहरूको लागि मेच श्रेणीबद्ध गर्न थाले। कसैलाई विश्राम छैन। बिहानदेखि मेसिन जस्तै चलेका हातहरू साँझ स्टेज तयार भए यता मात्रै अडे। आज त फुलपातीको साँझ। सबै कलाकारहरू पहिले नै आइसकेका छन्। सगन पनि ज्ञानुलाई लिएर उपस्थित भइसकेको छ। सबै बस्तीका बासिन्दा एक दुई गर्दै अब खच्चा खच टोपी खसे टिप्न मुस्किल पर्छ। कार्यक्रमको रूपरेखा अनुसार राहुल घले स्वागत भाषण गरे। सामूहिक स्वागत गान गाइयो।
तालीको आवाजले भलात्मी मुखिया बनाउँदारो कान थुन्न थाले। एक खण्ड नृत्य र अर्को खण्ड नाटकको अंश प्रस्तुत गर्ने क्रममा लाहुरे सगन रणभूमिमा जानको लागि हात हतियार लिएर सङ्गीतको तालमा गीत गुनगुनाउन थाल्यो। दसैँ आउँछ, तिहार आउँछ, फुलमालाको बहार आउँछ, चेलीको हातैमा फुलवैली जान्छ। पोहोरको साल चिठी पठाएँ आउँदिन भनेर, अहिले साल फेरि लेखेँ भ्याउँदिन भनेर, अर्को साल थाहा छैन के हुन्छ भनेर। आँखामा आँसु लिएर चेली त्यो चिठी पढ्थिन् रे, फुलको माला गाँसेर उनी सजाइराख्थिन् रे। हृदयस्पर्शी गीत र सगनको जीवन्त अभिनयले दर्शकहरूको मुटुमा बक्कानु गयो। मैतीको अभावमा खडेरी परेको आलो घाउ बोकेका उपस्थित चेलीहरूले थाम्न सकेनन् आँखामा आँसु बहन दिए, रोक्न खोज्दा खोज्दै। जया मिसले रोएर गर्नुपर्ने अभिनयमा साँच्चीकै रुन थालिन्। उनले दिनुपर्ने संवाद मुस्किलले दिइन्। सगन आफ्नो रोल सकेर भुसा बदल्न भित्र गयो, तर यसपछिको क्रमको अर्को तयारी हुने आदेश दिएर ऊ बाहिर निस्कदा कलाकारहरू यता र उता सल्बलिन थालेका थिए। दर्शकहरूमा पनि हल्ला मच्चिन थालेको थियो। सगनले द्रोण सरलाई सोध्यो, के भयो द्रोण सर, के को हल्ला हो? द्रोण अन्कनाउँदै गर्दा दीक्षाले जवाफ दिइन्, अब ज्ञानुको गीतको पालो आएको छ सर, तर उनी गीत नगाउने रे। सगन चुपचाप स्टेजमा आएर दर्शकहरूलाई शान्त पार्न माइक्रोफोन समाउँदै बोल्यो, आदरणीय दर्शकवृन्द, विशेष कारणवश पूर्व उद्घोषित एकल गान यहाँहरूलाई समक्ष प्रस्तुत गर्न सकेनौँ। अब केही क्षणमा नै बाल सामूहिक नृत्य लिएर आउनेछौँ। पर्दा बन्द भयो। क्षणभरमा नै बाल कलाकारहरू नृत्यको तयारी गर्न लगाइयो। कलिला खुट्टाहरू स्टेजमा छमछमाउन थालेपछि भने बल्ल दर्शकहरू शान्त भए। सगनले यता ज्ञानुलाई खार्न थाल्यो, के भयो ज्ञानु, तिमीले दर्शकहरूलाई धोका दियौ, माफ गर्नुहोला सर, यसको कारण म घरमा नै गएर बताउनेछु। सगन चुप भयो। करिब 2 घण्टाको कार्यक्रमको अन्तमा फेरि सामूहिक विदाई गीत गाइयो। अहिलेको साल यस्तै भयो, नमरी बाँचे आउँदो साल आउने, यो हाम्रो कसम भयो। फेरि दर्शकहरूले अर्कोपल्ट तालीको वर्षा वर्षाए, मानौ सगनको सिङ्गे शरीरमा पुष्प वृष्टि भइरहेको छ, वा भनौँ कलाकारहरू एकै साथ पुरस्कृत भएका छन्। सगनको निर्देशनमा आयोजित यस कार्यक्रमले दर्शकको मुटु बल्झाइदिएको छ, हृदय पगालिदिएको छ, आँसु बहाइदिएको छ। त्यसैले त त्यही बल्झिएको मुटुबाट दिएका छन् दर्शकहरूले मुरी मुरी धन्यवाद। अन्तमा प्रधानाध्यापकले व्यक्तिगत रूपमा सगनलाई धन्यवाद ज्ञापन गर्दै थाप मारे, अनि जयालाई पनि। यतिन्जेल जयाको आँखा उभिन पाएका थिएनन्। सगनले सम्पूर्ण कलाकारहरूको सिप, लगनशीलता र सहयोगप्रति कृतज्ञता ज्ञापन गरे। ज्ञानु, ल अब तिमीले भन्नै पर्छ, किन गीत नगाएकी? सगनले घर फर्केपछि ज्ञानुलाई सोध्यो। ज्ञानु चुपचाप घोरिरहन्। सगनले भन्न कर लगायो। ज्ञानु बोलिन्, अनि के गर्ने त सर, गाउने मुड नै भएन। किन भन त ज्ञानु? फेरि ज्ञानु बोलिन्, तपाईँको गीत र जया मिसको अभिनयले। के मेरो गीत? कसरी? सर, तपाईँको गीत यति मार्मिक थियो, तपाईँहरूको अभिनय यति जीवन्त थियो, त्यो दर्शकहरूलाई सोध्नुहोस्। त्यस पछाडि मैले गीत गाउन सकिनँ। म स्टेजमा जानसम्म सक्थेँ, तर म गीत उच्चारण गर्नको लागि मसँग हिम्मत थिएन सर, किनकि म आँसु पिइरहेको थिएँ, भावुक भइरहेको थिएँ, भाव विभोर थिएँ। सगन भन्छ, अनि त्यसप्रति ध्यानै नदिएर आफ्नो गीत खुर्क गाएको भए भइहाल्थ्यो नि ज्ञानु। माफ गर्नु सर, मैले त्यसो गर्न सकिनँ। अहिले भए त म गाउने थिएँ। अब त टु लेट ज्ञानु। एनिवे, तिमीले जे भन्यौ त्यसको लागि धन्यवाद।
यसपल्ट ज्ञानु चुप रहिन्। केही क्षणमा सगनले नै कुरा उठायो। हो ज्ञानु, मेरो विचारमा जसको जीवनसँग सम्बन्धित थियो नि उनीहरू मर्माहित भए, तर तिमी र त्यो गीतसँग कुनै सम्बन्ध त थिएन। कसरी तिमीले त्यति जीवन्त पायौ त्यो गीतमा? ज्ञानु टाउको उठाउँदै बोलिन्, गीत सङ्गीत भनेको मूर्खलाई पनि भावुक बनाउने साधन हो सर। त्यो त हो, सगन बोल्छ। अनि मेरो मतलब दर्शकहरूले एकछिन कार्यक्रम रोकिएकोले धैर्य बाँध्न सकेनन्। अलिक खल्लोपन आयो, यति मात्रै भनेको। तिमीले गीत गाइदिएको भए हल्ला हुने थिएन। ज्ञानु बोलिन्, त्यसको लागि त अघि नै क्षमा मागिसके नि सर। सगन चुप भयो यसपल्ट। आजसम्म ज्ञानुले यसरी परिपक्व खुलस्त कुरा गरेकी थिइनन् सगनसँग। यो पहिलो हो। आज ज्ञानुको भावनामा गङ्गा भएकी थिइन्। मुहारमा चाँदनी चम्किएको थियो अनि बोलाइमा तर्क। हिजोसम्म केटाकेटीलाई जस्तै सगनले कपाल सुमसुम्याउने गरेकी ज्ञानु आज सगनले उनको कपालमा हात राख्न सकेन। ज्ञानुले आज किताब पल्टाएकी छैनन्, न त सगनले पल्टाउने आदेश नै दिएको छ, न त दुवैलाई भर्खर सिद्ध्याएको कार्यक्रमले थकाइदिएको नै छ। छन् त दुवै मौन, बिल्कुल मौन। ज्ञानुकी आमा र उमेश पहिले नै सुतिसकेका छन्। रात एक नहासले चिप्लिँदैछ। सायद हातको घडी हेर्ने भए तर्सन्थे होलान् ती दुवै। मध्यरात तरिसकेको छ। अझै दुई मध्ये कसैले त्यो मौनताले धमिल्याउन सकेका छैनन्। डुबिरहेका छन् आफ्नै कल्पनाको सागरमा। नभन्दै ज्ञानु झस्किँदै बोलिन्, ओहो सर, अब त एक पो बज्न लागेछ त। झन्डै अगाडि थपिन् कि अब सुतौँ है, तर त्यसो चाहिँ भनिनन्। सगन पनि झस्किँदै शिर उठायो। एक नजर बाहिर फालेर बोल्यो, ओ हेर त ज्ञानु, कति चकमन्न रात। एक क्षण पछाडि उसले अर्कै प्रसङ्गमा बोल्यो, साँच्चै तिम्रो परीक्षा हुन कति बाँकी छ अरे? अर्थात् कति दिन छ अरे? सुस्त आवाजमा ज्ञानु बोलिन्, 2 महिना। पास त तिमी सजिलै हुन्छौ, तर कुरो राम्रो अङ्क ल्याउनुमा छ, पास हुनुमा होइन। सगन बोल्यो, म प्रयास गर्छु सर। ज्ञानु बोलिन्। सगनले मन्द हाँसो हाँस्दै भन्यो, ज्ञानु, तिम्रो साहस त पासाङ लमुको जस्तै छ। ज्ञानुले मलिन हाँसो हाँसिन् मात्र। एक क्षण दुवै मौन रहे। साँच्ची सर, तपाईँ कहिले घर फर्कनुहुन्छ? ज्ञानुबाट फेरि अर्कै प्रसङ्ग। किन ज्ञानु? त्यत्तिकै सोधेको। लामो श्वास छोड्दै बोल्यो सगन, खै ज्ञानु, अहिलेसम्म केही विचार गरेको छैन, पछि समयले नै बताउला। सगनले यति भनेपछि ज्ञानुसँग अरू जिज्ञासा थियो वा थिएन, तर अब भने ज्ञानुले हाई काट्दै सुत्ने प्रस्ताव राखिन्। ती दुवै आफ्ना कोठातिर लागे। ज्ञानुलाई निद्रा पर्यो या परेन, तर सगन भने यता सोचाइको कुहिरोभित्र हराइसकेको छ। साँझ सम्पन्न भएको कार्यक्रम, दर्शकहरूबाट पाएको ताली अनि ज्ञानुको गाम्भीर्य। ऊ एकछिन छिचोल्दै एक छिचोल्दै जान्छ। अन्तमा ऊ पारी क्षितिजमा ज्ञानु मुस्काइरहेको पाउँछ। ऊ ज्ञानुलाई भेट्टाउन तम्सिन्छ, तर ज्ञानुको एउटै प्रश्न, तपाईँ कहिले घर जाने ले बाटो छेक्छ। हुन त यो प्रश्नमा सगनप्रतिको आबद्धता सोझै जोडिएको स्पष्ट भए पनि सगन यसलाई नङ्ग्याएर सोच्न पुग्छ। कतै म धेरै बसे जस्तो लागेर कहिले जाला भनेर सोधेकी त होइन, तर होइन, त्यस्तो नहुनु पर्ने हो। आफन्त नै सम्झेर ज्ञानुले त्यसरी सोधेकी होलिन्। मैले पनि के मात्र सोच्न पुगेछु।
भोलि ज्ञानुकी आमाले बोतलाई खेदे चाहिँ खेद्नेछिन्। यस्तै उसका सोचाइहरू बिस्तारै सपनामा परिणत भए। भोलि बिहान झ्यालबाट सोझै सगनको टाउकोमा सूर्यको किरण बज्रिँदा ऊ सपनाबाट बिउज्यो।